Hello everyone. आज म हजुरहरुलाई हाम्रो कलेज भिजिट गराउँछु है त. Let's explore my college together. यो हो हाम्रो कलेजको फर्स्ट बिल्डिङ, स्कलर्स ब्लक. सुरुवातदेखि नै अहिलेसम्म दर्जनौं नेशनल एन्ड प्रोभिन्सियल टपर्सहरु जन्माएको बिल्डिङ. हाम्रा सिनियर्सहरु अहिले नेपालका विभिन्न ब्याङ्क, प्राइभेट तथा सरकारी कार्यालय अनि विभिन्न स्कुल र कलेजमा कार्यरत छन्. अनि यो चाहिँ हाम्रो कलेजको ब्युटिफुल गार्डन जहाँ तपाईँ बसेर मजाले पढ्न पनि सक्नुहुन्छ र रमाउन पनि सक्नुहुन्छ. आउनुहोस्, अब म हजुरहरुलाई हाम्रो अर्को बिल्डिङ तर्फ लैजान्छु. अनि यो हो हाम्रो सुन्दर ओभरहेड ब्रिज. यस ब्रिज हुँदै तपाईँ हाम्रो नेक्स्ट बिल्डिङ च्याम्पियन्स ब्लकमा पुग्न सक्नुहुन्छ. च्याम्पियन्स ब्लकमा हाम्रो कम्प्युटर ल्याब, लाइब्रेरी र सेमिनार हल रहेका छन्. यो हाइटेक ल्याबमा बीआइटीएम पढ्ने स्टुडेन्ट्सहरूले प्र्याक्टिकल गर्छन् र बीआइटीएम पढेर हजुरहरू टेक म्यानेजर पनि बन्न सक्नुहुन्छ. ओफो, म त हजुरहरूलाई एउटा कुरा भन्नै बिर्सेछु नि. यो हाम्रो स्पोर्ट्स एरेना जहाँ तपाईँ आफूलाई एक्सप्लोर गर्न सक्नुहुन्छ र मजाले गेम खेल्न सक्नुहुन्छ. स्पोर्ट्सका लागि मैले धेरै कुरा भन्नै परेन. मेरो कलेजले के गरेको छ भनेर त्यही पनि रिमाइन्ड गराए है त. नेपालबाट खेलिरहेका तथा खेलिसकेका 17 जना इन्टरनेसनल क्रिकेट प्लेयर्स कलेजसँग जोडिएका छन्. अनि एसपीए कपदेखि जीपीएल, एनपीएल हुँदै अर्जुन ट्रफीसम्म हामी क्रिकेटसँग लगातार जोडिएका छौँ. धनगढी एफसी मार्फत हामी एनएसएलमा पनि जोडिएका छौँ. सो क्लबको हामी अफिसियल कलेज हो. ओके, अब हजुरहरूलाई म अर्को बिल्डिङ भिजिट गराउँछु है त. यो हो हाम्रो ग्लोबल ब्लक. ग्लोबल ब्लकमा हाम्रो बीएचएम पढाइ हुन्छ. यस बिल्डिङको ग्राउन्ड फ्लोरमा हाम्रो आफ्नै रेस्टुरेन्ट छ, ब्रेड बक्स, जहाँ बीएचएम पढ्ने विद्यार्थीहरूले काम पनि गर्छन् र पढ्दै पैसा पनि कमाउँछन्. म हजुरहरूलाई एउटा कुरा त भन्नै बिर्सेँ नि, हाम्रो कलेजमा के पढाइ हुन्छ भनेर. यस क्षेत्रकै वान अफ द बेस्ट टियु एफिलिएटेड हाम्रो कलेजमा एमबीएस, एमएड, बीबीएस, बीआइटीएम, बीएचएम, बीएड र बीए पढाइ हुन्छ. अनि म भन्दा साना भाइ बहिनीहरूका लागि +2 प्रोग्राम पनि छ. अनि पढ्ने होइन त एसपीए कलेज कनेक्टिङ धनगढी टु द वर्ल्ड.